Hello guys, welcome to my new vlog. हामी चाहिँ गाइस घुम्न जान लाग्छौं। सागर अंकल, सबिन दाई माथि भ्यू टावर तिर जान लाग्छौं, घुम्न जान लाग्छौं। अगाडि हेर्न सक्नुहुन्छ दाइहरु जाँदै हुनुहुन्छ। कालो छ गाइसहरु हेर्न सक्नुहुन्छ, कस्तो दामी देखिया छ। बाटो कालो छ गाइसहरु। थकाइ लागिसक्यो गाइस। हेर्न सक्नुहुन्छ गाइस, योमा चाहिँ अब बाइकहरु गाडीहरु आउने स्थिति नै छैन। हेर्न सक्नुहुन्छ कस्तो उकालो छ। त्यही भएर चाहिँ बाइकहरु तलै छोडेको हिँड्दै आको गाइसहरु हैन। आज चाहिँ रैला हान्ने प्लान छ गाइसहरु। ल गाइसहरु हुन्छ गा अंकल। अब बुलेट बाइकहरु तलै छोड्या हो। अब यस्तो उकालो छ भन्ने थाहै भएन। हिँडेर आको हेलमेट अस्ति थकाइ लाग्यो। छोटो विश्राम गरौँ। ओ गाइसहरु, अहिले चाहिँ हामी जंगलमा छौं हैन। जंगल सुनसान हेर्न सक्नुहुन्छ। यतिखेर जे पनि हुन सक्छ। यहाँ डर लाग्दो छ। बाघ भालुहरु पनि पाउँछ रे हैन त्यो जंगलमा। एकदम डर लाग्दो छ गाइसहरु। जंगल हेर्न सक्नुहुन्छ। अंकल र दाइ अगाडि जाँदै हुनुहुन्छ। ल गाइसहरु, म चाहिँ माथि पुगेर तपाईहरुलाई दामी भ्यू देखाउने छु गाइसहरु। हेलो गाइसहरु, हामी चाहिँ माथि पुगिसक्यौं। यहाँ चाहिँ पानी खाने ठाउँ धाराहरु रहेछ हैन। कस्तो दामी देखिया छ भ्यू हेर्न सक्नुहुन्छ पछाडिको ब्याकग्राउन्डमा। वाउ, मस्त भ्यू। कस्तो छ त भ्यू। वाउ, दामी देखिया छ गाइसहरु हेर्न सक्नुहुन्छ। अनि दारा चाहिँ यहाँ छ। पानी सानी खानु पर्यो गाइसहरु। अनि एकचोटि रेस्ट। हेर्नु गाइसहरु धारा। हेर्न सक्नुहुन्छ गाइसहरु। अब हामी चाहिँ पानी खाँदैछौँ। बाटो लास्टै उकालो रहेछ गाइसहरु हैन। थकाइ लागेर हाम्रो सबिन दाइले पानी खाँदै हुनुहुन्छ। पानी का आसमान बाबा रियो हो जाते हैं। अच्छा ओको बा देवा ओको बा। हाम्रो अंकलले पनि पानी खाँदै हुनुहुन्छ। नु ओको अब कोलो जो को है बाप जी। मिठो रहेछ है पानी त हैन। आनन्द आयो। सगाइ मिट्यो जस्तो छ। कस्तै काला लाग्यो। शीतल छ हैन। खाम हेर्नु का। वाह, क्या दामी ख्वाइस है। रहेको है रहेको नि।
कस्तो मजाले खाएर आयो होइन भैँसीले खाए जस्तो होइन पुरै स्वाद पार्दै चुरैसी बस्नु त अब चाहिँ पानी अच्छा त चरनको लागि गुड ल बा हेलो गाइजहरू हामी चाहिँ पानी सानी खाइसक्यो होइन यहाँ चाहिँ पाइप जोड्नु भएको रहेछ अनि पाइप साइप छुट्याएर अब फेरि पाइप जोडेर छोड्दैछ गाइजहरू ल अब लागि गाइजहरू अलि माथि पुगेर फेरि दामी भ्यूहरू देखाउने छु म ल गाइज